सबै साथीहरू नमस्ते सेवानी सेवाहरू नजिकै राबुला हाम्रो गाडी हालेर है आज चाहिँ मेरो छोराको बर्थडे र हामी सबै सपरिवार हामी है मन्दिर दर्शन गर्नको लागि जाँदैछौँ। फर्स्ट चाहिँ हामी टाइगर जान्छौँ, त्यसपछि चाहिँ हामी महाकाल बाबा डाँडा मन्दिर जान्छौँ है र हामी सपरिवार श्रेया प्रसिद्धि यहाँ चाहिँ हाम्रो लाखपा काकाको गाडी लगेर गएको है। यहाँ चाहिँ बाबा र बाउ छोरा चाहिँ अगाडि बसेको छ। यहाँ चाहिँ अब लियाङले फर्स्ट है गणेश भगवानको पूजा गर्दैछ हामी सबैजनाले। नानी यो नरिवल फुटाउ ल। यहाँ है गणेशको फर्स्ट पूजा हुँदैछ है। हिजो चाहिँ हाम्रो प्रसिद्ध दादाको बर्थडे थियो। आज चाहिँ लियाङ दादाको है बाबाले पूजा गर्दैछ। ल अब उयो गर ल गणेश भगवान चढाऊ आमा पनि एकतालमै। यतातिर पनि चढ पानी चढ पानी त्यो चाहिँ प्रसाद लानुपर्छ। आधा चढाउ आधा लानुपर्छ ल। यहाँ चाहिँ हामी पूजा गर्दैछौँ। म त तिमी उयो चलाइदेऊ न। यहाँ चाहिँ हाम्रो बोजूको थान हो है। यहाँ चाहिँ पाना अदुवा मेरो मर्चाहरू चढाउँछौँ। ल लियाङ यो चाहिँ पाना अदुवा पनि चढा ल नानी ल। कहाँ काट्छौ सिधै नानी यो ल्याउ त। ए बजारमा होइन यो सबै चढाउ कि माथि अर्को किन्छु नि म माथिको लागि। ए ऊ माथिबाट है। ए म त यहाँबाट भने तिमीहरूको चेन्ज पनि छैन। त्यही त चेन्जै ल्याइन रहेछ नि त। ए यहाँ रहेछ है। अब डाँडा मन्दिर जाँदैछौँ। हेर न एकजना थप्यो हाम्रो निशान। अब चाहिँ हामी यहाँ डाँडा मन्दिर आइपुग्यौँ। ए आमिना त अगाडि बस्छ। सेमेरो चाहिँ नुन लाग्छ र मन्दिरको है डाँडा मन्दिरको दर्शन पनि भइसक्यो र अब हामी जाँदैछौँ। कति बजी पापा? 1:30 भयो। दुईवटा मन्दिर दर्शन गर्दा है 1:30 भयो। नानीहरू अलिक भोकले आतुरिरहेको छ। अब अलिअलि साबाचुपर खिलाएर लाने त्यहाँबाट। यहाँ खिच्नुपर्छ एउटा। यहाँ कस्तो राम्रो पाउँछ त।
कस्तो राम्रो आउँछ लु टिका लगाऊ दुईटा मन्दिर दर्शन गरेर चाहिँ यिनीहरू भोकले एकदम भएछ है मगाउँदै खाँदैछ यिनीहरूले यता हेर त चारजना यता हेर त आज के आउँछ तिमीहरूको फ्राइड राइस अन्त हाम्रो पाएछ पुरा यिनीहरूको अब के मगायो भाइले चाहिँ प्रसिद्धको के छ ए मिल्दै सेयरिङ गर्दै खाऊ फ्राइड राइस प्रसिद्ध किन राइसै खानु नि अन्त फ्राइड राइस खानु भन्दा राइस पनि आयो है यहाँ चाहिँ कालिका आयौँ किनभने यहाँ चाहिँ लसुन हुँदैन है लसुनहरू केही चल्दैन यो भेज हो प्योर भेज हो त्यो भएर है यही बहिनीले चाहिँ लसुनहरू केही खाँदैन त्यो भएर चाहिँ यहाँनिर हामी कालिका आएको हाम्रो पनि खाना आयो बहिनी र म भातै खाएँ राइस चाहिँ यहाँ एकजना प्रसिद्धको मात्रै आएको छैन आयो ए प्रसिद्धले चाहिँ फ्राई राइस मगाएछ आफ्नो आफ्नो एउटा चिली मोमो एउटा फ्राइड राइस एउटा छोला भटुरा रहेछ एउटा चाहिँ प्लेन राइस मगाएको रहेछ हामी चाहिँ यहाँनिर आलुदम है पकौडा बनाउँदैछु देखो है यहाँ पकौडाहरू यहाँको बर्थडेमा नानीहरूको है नानीहरूभित्र बनाउँदैछ भित्र देखाइदेऊ न गाउँदै यहाँ सबै दाजुभाइ होम मिलेर गीत गाउँदैछ यहाँ आज यो गिटारिस्टको चाहिँ बर्थडे हो मेरो छोरा लियाङ राईको बर्थडे हो अन्त यहाँ आमा काकी मिलेर चाहिँ आज भाउजूको ठाउँमा म बोलिदिँदैछ आमा र काकी मिलेर चाहिँ प्याजको चप बनाइन्छ प्याजी यहाँ आलुदम रेड मोमो चाहिँ पुरी पनि हुने रहेछ लु आलुदमको यहाँ ग्रेभी बनिँदैछ अब यहाँनिर चाहिँ अब मेन बर्थडे बोयको केक यहाँ रेडी छ यहाँ कप केक पनि रेडी छ है अब भुजा र आलुदम पोकामा भुजा छ अनि आलु यहाँ चाहिँ छिलेको आलु अब यहाँ हाम्रो भाउजूले एकदम ग्रेभी बनाउँदैछ रातो ग्रेभी आलुको अब आलु भुजा खाने पिरो आलु अरे लु आज तपाईँहरू मेरो बुढीलाई सोध्नु पऱ्यो आज तपाईँको छोरा भतिजको बर्थडेमा कहाँ गएर आउनुभयो आज तपाईँहरू आज हामी माथि सिङ्गल माताको मन्दिर अनि महाकाल बाबाको मन्दिर त्यहाँबाट बजारमा खानासाना खाएर आएको बजारमा चाहिँ कहाँ खाना खानुभयो लु भाउजू भनिदिनुहोस् कालिकामा खाए हामीले पुरा प्योर भेज है प्योर भेज हाम्रो यहाँ नन भेज चल्दैन प्योर भेज हो कालिकामा चाहिँ के खायो अन्त भेज थाली चिल्ली मोमो छोला भटुरा फ्राइड राइस लु अब यहाँ चाहिँ दिदी बहिनी मिलेर चाहिँ बेलुकाको डिनर बनाउँदैछ हो अब कालिकामा खाएर आएर चाहिँ यहाँ चाहिँ आफै कालिका जस्तो भएर बनाउँदैछ यहाँनिर एकदम ग्रेभी रेडी भयो हो आज मेरो भाउजूको भ्लगमा म चाहिँ उहाँ बनाउने म चाहिँ बोलिदिने मात्रै भइरहेछु यो केक चाहिँ सधैँ मेरो नाना पाउ नानाले अर्डर गरिदिन्छ है कप केक है यो केक अब यो साल है ह्याप्पी बर्थडे लिहान नाम बिग्रिरहेको छ के पनि हुँदैन नि तरै पनि बर्थडे अर्को साल चाहिँ मेरो छोरा अब हामीसँग यहाँ यतै पढ्यो भने चाहिँ हुन्छ तर अब
उता गयो भने अब कतै बाबा गयो खुसी भने यता बस्यो भने छोरा खुसी कोही आउट अफ टाउन है गर्नु गयो भने चाहिँ हुँदैन केटाहरूले कल गर्छ Happy birthday to you. Happy birthday, dear Nihal. Happy birthday to you. May God bless you. Papa laga. निकालेर आधा आधा गर सेवनले काका काका सेवनले ए अब हाम्रो बच्चा पार्टीले खाना खाँदैछ ए तारा सबैले टेस्ट कस्तो छ यहाँ खाना बनाउँदैछ ए तातो तातो पुरी हालिदिँदैछ एकदम तातो तातो पुरी खाँदैछ यस्तो कम्ती मजा आउँछ पिरतीको खेला है पिरतीको खेला